हिँडिराख्या ढल्केर हुन्छ नि दाइ राम्रै गएको किन ढल्क्या भने त यहाँ 3 लाख हालेको छु भाइ रे क्या पैसाले त्यो झ्याकेर ढल्क्या अरे के मैले एउटा पैसा कमाएर ल्याएको यहाँ ब्याग बोकिरहेको थिएँ त्यस्तो साइड ब्याग हुन्थ्यो नि त यस्तो गरेर हिँडिरहेछ होइन किन हिँड्या दाइ त्यसरी भनेको त्यो 3 लाख छ भाइ झ्याको पैसाले अहिले त्यस्तो कल्चर लाले दाइ अहिले लाले दाइले प्रकाश दाइहरू कस्तो हुन्छ है होइन मेरो त्यो भिडियोमा ढिलो आयो कडा आयो भन्ने दाइ हो नि त त्यो फेरि क्या बात कर रहे हैं मैले त्यसको त्यो नेचर थाहा पाएँ उसलाई क्यारेक्टर दिएको छु नि त फेरि त्यो दाइ नै हो गलबन्दीमा ढिलो आयो कडा आयो भने उयो हो क्या फेरि ढिलो आयो कडा आयो तपाईँले फर्स्ट टाइम कहिले आएर सुन्नुभयो दाइलाई म्युजिक प्रपर चाहिँ त्यही लाले दाइले क्यासेट बोकेर आयो अनि कस्तो भने पुरै डाँडा पुरै गाउँै सुनि गएर बजाउने हो क्या फेरि टक्क यस्तो 2 तले घर हुन्थ्यो नि त तपाईँलाई यस्तो पाली भएको अनि त्यो टेप चाहिँ पालीमा राखेर सबलाई सुनाइदिने हो क्या फेरि मैले क्यासेट ल्याएर सुने भने पुरै क्यासेट ल्याएर त्यही बेलामा चाहिँ सुन्यो होइन त्यसपछि ब्ल्याक एन्ड टेलिभिजन आयो अनि टेलिभिजनहरू हेऱ्यो